हेलो एभ्रिवान, वेलकम टु माई टिकटक भिडियो। हामीले चाहिँ सरस्वती पूजाको लागि प्रसाद रेडी गराउँदैछौँ। अनि हामीले चाहिँ अचारको लागि मुला काटिरहेको थियो। यतादेखि चाहिँ प्रिन्सिपल म्याम आइराख्नु भएको छ। प्रिन्सिपल म्यामले सामान यताउति गराइराख्नु भएको छ। अनि त्यस पछाडि पङ्किता म्यामले चाहिँ सामान जस आलु खनाइराख्नु भएको छ। मैले चाहिँ खुर्सानी काटिरहेको छु। साइडमा चाहिँ हामीले आलु बसालेको छ। त्यस पछाडि फेरि पङ्किता म्यामले हेल्प गर्न आएर खुर्सानी काट्नु भएको छ। अनि यतातिर चाहिँ सिर्जना म्याम र पङ्किता म्यामले चाहिँ आलु फोकिराख्नु भएको छ। अनि मैले त्यहाँ गएर चाहिँ आलु काटिरहेको छु। त्यस पछाडि चाहिँ यता प्रिन्सिपल म्यामले खिर पकाइरहनु भएको छ। यतातिर पनि रेखा म्यामले खिर पकाइराख्नु भएको छ। त्यस पछाडि मैले चाहिँ अचारको लागि अमिला निचुरिरहेको छु। अनि सिर्जना म्यामले पनि अमिला निचुरिराख्नु भएको छ। यतातिर स्टुडेन्टहरूले पनि हेरिराख्नु भएको छ। प्रिन्सिपल म्यामले चाहिँ खुर्सानी फुराइराख्नु भएको छ। अनि मैले चाहिँ त्यसमा बेसार हालिरहेको छु। अनि त्यस पछाडि हाम्रो दियोस् अर्को म्यामले चाहिँ तेल खनाउनु भयो अचारमा। अरू म्यामहरूले चाहिँ हेरिराख्नु भएको छ। अनि स्टुडेन्टहरू पनि यताउति खेलिराख्नु भएको छ, रमाइराख्नु भएको छ सरस्वती पूजाको लागि। अनि हाम्रो यो भिडियो बनाउने पनि स्टुडेन्ट नै हुनुहुन्छ। त्यहाँ चाहिँ हुनुहुन्छ इन्सु भट्टराई। अनि एउटा म्यामले चाहिँ जस यहाँ पङ्किता म्यामले चाहिँ पिठो मोलिराख्नु भएको छ पुरीको लागि। अनि मैले चाहिँ यता अचार मोलिरहेको छु। अनि सिर्जना म्यामले चाहिँ अचार रोटी बेलिराख्नु भएको छ। यता प्रिन्सिपल म्यामले चाहिँ कराई बसाल्नु भएको छ पुरीको लागि। यता चाहिँ स्टुडेन्टहरू एकदम आफ्नो भिडियो बनाउनु लागेको भएर मक्क पर्दै पोज दिइराख्नु भएको छ। अनि त्यो सबै मिलेर हामीले प्रसाद रेडी गराउँदै थियौँ। कोहीले अचार मोलिरहेको छौँ, कसैले पुरी बेलिरहेको छौँ, कसैले चाहिँ पिठो अझै पनि मोलिराख्नु भएको छ, कसैले कराईमा तेल बसालिरहेको छौँ। एउटा म्याम चाहिँ उता भाँडा पखाल्न जानुभएको छ। अनि यता हाम्रो तेल खरिन लागेको छ पुरीको लागि। अनि त्यसपछि चाहिँ मैले चाहिँ अचार मोलिरहेको छु। यो अचार बनाउन चाहिँ सबै म्याम लाग्नुभयो होला। कहिले कसले के गराउँदै गराउँदै यो अचार नै रेडी भयो भनौँ, लगभग रेडी भइसक्यो। हामीले यता तेल पनि खरिरहेको छ। त्यस पछाडि चाहिँ यतातिर म्यामहरूले बेलिराख्नु भएको छ। गफ चाहिँ मिठा मिठा भइरहेको छ। स्टुडेन्टहरू पनि बसेर हेरिराख्नु भएको छ वरिपरि। हेर्न सक्नुहुन्छ हजुरहरूले भिडियोमा। आगो पनि बालिराख्नु भएको छ। रूपा म्यामले पुरी बेलिराख्नु भएको छ। यतातिर चाहिँ मैले मेरो छोरीलाई पूजा गराउन आएको छु। आज सरस्वती पूजाको दिन सरस्वती माताको पूजा गरिरहेको छिन्। यिनले चाहिँ पहिल्यैदेखि नै पूजापाठमा अलि इन्ट्रेस्ट लिने गरेको थिइन्। अनि पूजा गराउँदाखेरि पनि रमाइरहेको थिइन्। अनि त्यहाँ चाहिँ टेबलमा अग्लो भएको कारणले मैले नानीलाई हेल्प गरिरहेको थिएँ। अनि मेरो छोरीले आज अक्षर आरम्भ पनि सुरु गरिन् लेख्नको लागि। खुसी भएको थिइन्, व्हाइट बोर्डमा लेखिरहेको छिन्। अनि यतातिर जस मेरो छोरीले चाहिँ 2 वर्ष चाहिँ पुगेको छैनिन्, तर 1 2 चाहिँ 10 सम्म भन्छिन्। आई, नोज, इयर, माउथ सबै भन्छिन्। 2 वर्ष नपुगेको बच्चाले पनि अलि लेख्ने पढ्ने र पूजापाठमा अलि इन्ट्रेस्ट छिन्। त्यसपछि चाहिँ म सरस्वती माताको पूजा गर्दैछु। अनि पूजा गरिरहेको छु, मैले हेर्न सक्नुहुन्छ। अनि मैले अगरबत्ती बालिरहेको छु। अगरबत्ती मैले गाडेँ। त्यस पछाडि मैले चाहिँ पुष्प खोज्दैछु भन्दा पनि त्यही टोकरीमा थियो। अनि मैले पुष्प लिएँ। पुष्प लिएर चाहिँ जे होस् हल्का विशेष मागेर चाहिँ मैले चढाइदिएँ। प्रसाद पनि चढाइदिएँ। मेरो छोरीले मैले पनि चढाउँछु भनिरहेको थिइन्। यता चाहिँ प्रिन्सिपल म्यामले नयाँ स्टुडेन्टलाई अक्षर आरम्भ गराउँदै र स्टुडेन्टहरूलाई पूजा गराउँदै हुनुहुन्छ। त्यसपछि हाम्रो प्रसाद रेडी भइसकेको थियो। खिर, पुरी, अचार देख्न सक्नुहुन्छ। त्यस पछाडि हाम्रो चाहिँ स्टुडेन्टहरूले खाने तयारी हुँदै हुन्छ। सबै स्टुडेन्टहरूले खाइराख्नु भएको छ। हामी सबै स्टुडेन्ट